पासपोर्ट रोक्ने के ठानेको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? हामीले यो देश बनाउनु पर्ने छ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था। अहिले तपाईहरुले हेर्नुभएको होला सामाजिक सञ्जालमा केपी ओलीको घर नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाउँ। घर तोकिएको छ, देखाइएको छ। सरकार के हेरेर बसेको छ, के गर्दैछ? अनि सरकारले त्यति बेला सुविधाहरू फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु धाक लगाएर बसेको छ। सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु। सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने यो कुन तरिका हो? खैर, म भन्न चाहन्छु मौसम पनि सधैँ एकनासका रहँदैन।